दर्शकबिन यो ऐतिहासिक धार्मिक सांस्कृतिक राष्ट्रिय पर्व तेमाल जात्राको क्रममा यहाँ चाहिँ बत्ती बाल्न यहाँ पितृहरूको नाममा चाहिँ पूजापाठ गर्नको निमित्त बस्ने लामा गुरुहरूलाई चाहिँ यहाँ नगर प्रहरीहरू आएर जबरजस्त बत्तीहरू फाल्ने धरपकड गर्ने यहाँबाट उठेर जाऊ भन्ने खालको धम्कीपूर्ण कुरा गरेको भन्ने खालको समस्या राखिरहेको छ। यो विषयमा म केही प्रतिनिधिमूलक लामाहरूसँग बुझ्ने कोसिस गर्छु। नमस्ते गुरु। हामीलाई यहाँनिर नबस भन्नुभएको थियो। बिहान पनि हामी जबरजस्ती यहाँ बस्यौँ, काम भए पनि यहाँ बसेर तपस्या गरेर ज्ञान गरेर पितृहरूलाई चाहिँ हामीले राम्रोसँग होस पार तारुस गरेर पूजा गर्नु बसेको हो। हामी चाहिँ यहाँ तोरेमा बसेको त होइन। अब एक वर्षमा मेलामा हामीले यसै गरेर कमसेकम भक्तजनहरूले के गर्नु आउँछ बौद्धमा भने धर्म गर्नुको लागि आउँछ। अनि त्यसमा पनि हामीलाई गाली गर्छ, नबस भन्छ, जाऊ भन्छ। सामानहरू फाल्यो? सामानहरू त फालेन। के भन्यो? ल उठ अब तिमीहरू उता बस, यहाँ मान्छे घुइँचो हुन्छ भन्यो। यो ठुल्ठुलो सोधे करायो? ठुलो ठिकठिकाइले करायो, धेरै ठुलो पनि गरेन, नराम्रो म पनि चुपो लागेर आफ्नो धेरै जबरजस्ती गऱ्यो भने लगेर थुन्छ पनि भन्यो? भन्छ होला मेरो विचारमा, तर मलाई चाहिँ भनेन। गुरु नमस्ते। नमस्ते। तपाईँको शुभ नाम? मेरो निमा निमा के लामा। कहाँदेखि आउनु? म त जन्मेको यही बौद्धमै हो, हुर्केको बौद्धमै हो होइन। अब म चाहिँ अब ध्यान गर्ने साधना गर्ने हामी रहरले बसेको होइन, बाध्यता पर्छ हो कि होइन। किनकि अब हामी चाहिँ अब सम्पूर्ण प्राणीहरूको लागि, प्रेतहरू अब बितेको अब आत्माहरू पितृहरूको लागि हामी मलमतासी गर्ने हो, हामीले पूजापाठ गर्ने हो, हामी त यहाँ गर्ने हो नि त। हामीले त खास त बस्नु पाउने हो नि त, बौद्धमा साधना गर्ने, ध्यान गर्ने, पूजा गर्ने हो नि त। कसैलाई डिस्टर्ब गरेको छैन, कसैलाई ठगेको छैन, कसैलाई चोरेको छैन, कसैलाई ढाँटेको छैन नि त, हो कि होइन। हामी सत्यता बोल्ने, सत्य गर्ने, हामी त प्राणीको हित गर्ने, हामी त भिक्षु हो नि त। हामीलाई नै उठाएर पठाइदिन्छ, हामीलाई नै यहाँ बस्ने दिँदैन, हामीहरूलाई नै पूजा गर्ने। यहाँ चाहिँ को राख्ने? बाहुन ल्याएर पढाउने यहाँ? हामी नबसेर को बस्ने? लामा नबसेर हो कि होइन भन्नु न। अनि हामीहरूलाई त बस्ने दिँदैन। ठ्याक्कै भन्नुहोस् त, नगर प्रहरीहरू आएर तपाईँहरूलाई के चाहिँ भन्यो? अब नगरपालिका अब उनीहरूले आएर अब के भन्नुहुन्छ होइन, अब त्यो त मलाई थाहा पाएन होइन। तर यहाँ चाहिँ हुने चाहिँ यस्तै हो, हामीलाई उठ भन्छ, बस्न चाहिँ दिँदैन है। अब यो पूजा सकेर पनि पछि पनि बस्ने दिँदैन, किनकि यो पूजा गर्ने ठाउँ हो नि त, यो त सम्पूर्णको लागि। तर यहाँ बस्ने दिँदैन। किन दिँदैन भन्दाखेरि अब माथिको खेलबार हुन्छ होइन, अब त्यही हो। पशुपतिमा शिवरात्रिको बेलामा, शिवरात्रिको बेलामा चाहिँ जोगी भिक्षुहरूलाई चाहिँ त्यहाँ नाङ्गै बस्छन्, हजारौँ सुरक्षाकर्मीले सुरक्षा दिन्छन् गाँजा भाङ धतुरो खानेलाई होइन। पैसा पनि दिन्छ उनीहरूलाई, अन्तिममा पैसा पनि दिन्छ त्यहाँकै उनीहरूले होइन। त्यहाँ चाहिँ नाङ्गै बस्दा ठिक छ होइन। तर हामी चाहिँ लामाहरूलाई चाहिँ बस्ने दिँदैन, उठ भन्छ। यहाँको प्रहरीहरू पनि, प्रहरीहरूले पनि, म त प्रहरीलाई पनि भनिदिन्छु, प्रहरीहरू पनि हो यहाँको सम्पूर्णले। म किन त्यस्तो गरे होला? म त बस्दैन, म त अब डाँडामा गएर बस्ने। मैले त बोलेको, मैले के भनेको भने ठिक छ, म जुन दिन डाँडामा बस्छु नि त्यतिखेर हेर काठमाडौँ एक तल डुब्छ पानीले भन्दाखेरि मैले बोलेको सत्यता पुग्यो, म खुसी छु। किनकि म सत्यतामा बसेको हो नि त। म त साधना गर्ने बसेको हो नि त, म त ध्यान गर्ने बसेको नि त। हामी त उयो गर्ने बसेको होइन। समस्या के छ तपाईँहरूको यहाँ भन्नुहोस् त? हाम्रो समस्या त त्यही हो, हामीले ध्यान गर्ने पाऊँ, साधना गर्ने पाऊँ, बस्ने पाऊँ, त्यति हो होइन। हामी त कसैले माग्न बसेको त होइन नि, हामीले ठग्ने बसेको होइन नि। हामीले त साधना गर्ने हो, कसैको इच्छा छ दान दक्षिणा दिन्छ, इच्छा छैन जबरजस्ती गर्दैन। हामी त आफ्नो ध्यानमा बस्ने हो, उनीहरूको इच्छाले धर्मले दिन्छ, हामीले त्यो पाउने हो। हामीले त्यो पनि फेरि अझ हामी अब उता गएर भगवान्को बत्तीहरू किनेर बत्ती बाल्ने हो, हामी त्यस्तो उयो गर्ने होइन। हामीले बस्ने दिँदैन यहाँ, कारण चाहिँ किन बस्ने दिँदैन अब त्यो तपाईँहरूले भन्नु। धन्यवाद।